मेरो मम्मीलाई चाहिँ चन्द्रगिरी जाने साह्रै इच्छा भएको हुँदा मम्मीको जन्मदिनको अवसर पारेर हामी चाहिँ चन्द्रगिरीतिर लाग्यौँ। त्यो दिन मम्मीको जन्मदिन भएको कारणले गर्दा मम्मीको लागि चाहिँ केबल कारको पैसा लागेन र हामी रमाइलो गर्दै हाँस्दै हाँस्दै हामी चन्द्रगिरीतिर लाग्यौँ। भिडियो बनाउँदै रमाइलो गर्दै लाग्यौँ। त्यस पछाडि मैले चाहिँ यसो सोचेँ अब बाहिरको भ्यूको पनि दिन पर्ला भनेर यसो हेरेको त पुरै तुवालो लागेर कुहिरो लागेर कहाँ पुगे जस्तो फिल भयो। त्यस पछाडि चन्द्रगिरीमा धेरै लाइन भएकोले मम्मीलाई लाइनमा बसेको बेलामा यसो फोटो खिचिदिन्छु नि त मम्मी भनेर मैले फोटो खिच्थेँ। म चाहिँ स्न्याप बनाउँदै भिडियोहरू बनाउँदै लाइनमा बसेर आफ्नो पनि भिडियोहरू बनाउँदै फोटो खिच्दै टाइम पास गरिरहेको थिएँ, किनकि त्यो दिन लाइन धेरै नै थियो। त्यस पछाडि मम्मीले चाहिँ पूजा गरिसक्नुभयो र अब मम्मीलाई चाहिँ दामी पोजमा एउटा फोटो खिचिदिनु पऱ्यो भनेर मैले यति धेरै भिड थियो नि। त्यो भिड देखेर सटर्डे भएको कारणले गर्दाखेरि पनि होला त्यो दिन धेरै नै भिड थियो र मम्मीको चाहिँ केबल कार जाँदाखेरि कान बन्द भयो भनेर गर्दै हुनुहुन्थ्यो र यसरी हामी रमाइलो गर्दै चन्द्रगिरी पुगेर पूजाआजा गरेर हामी घरतिर फर्क्यौँ। धन्यवाद।